ठुङ्गिदिएछ यार यहाँ हेर्नु त यहाँ लाने यहाँ फेरि मऱ्यो चल्ला यो चाहिँ आफै मऱ्यो है यो आफै मऱ्यो यहाँ मैले नयाँ चल्ला ल्याएर हालेको छु नि यहाँ हाम्रो भाल्दै छ नि यहाँ ठुलो मुर्दो लानु यहाँ चल्ला ल्याएर हाले लाने यहाँ सानो सानो अनि यो चाहिँ मरेछ कि बिचरा यो अब च्यापेर मरेछ यो बाक्समा राख्थ्यौँ भालेले ठुङ्न आएर यहाँ गाड्दिएँ मैले त गाड्दिएँ होइन डढा यो आलु यो डढा आलु हेर्दै यो डढेको हो हेर्नुहोस् यहाँ ऊ तल धनियाँ गुण भए मम्मीहरूले गाउनु भयो त औषधि चल्लालाई के यो यो त्यो चाहिँ खुवाउनु पर्छ अरे है मैले यो ल्याएको छु अनि यहाँ हेर्नु यहाँ भाँडा यसमा चाहिँ यति हालेर अनि यति पानी हालेर यसको एक बिरको औषधि हाल्ने रे ल तपाईँहरू नि खाँदिन है मेरो जस्तै चल्ला मर्ला ए यहाँ हेर्नु आफू त किसानी पऱ्यो औषधि ल्याएको छु हौ मैले त औषधि ल्याएन यो के पाउडर हो जान्दिनँ यहाँ नि छ हेर्नु म के ल्याएको छु देखाउँदैछु यहाँ नि छ यो चाहिँ एक पम्प औषधिमा हालेर यो चाहिँ किरा मार्ने होला यो सम्भवतः यहाँ किरा दिएर गरेर यो पक्कै किरा मार्ने यसले आलु खान्छ मम्मीले चाहिँ पम्प राख्न दिएको थिएँ इलेक्ट्रिक पम्प ल्याएको थिएँ सजिलो हुन्छ भनेर हाल्नलाई अनि यो ठन्नक्कै भाँदिनु भएछ अनि यो किनेर ल्याएको छु यस्तो हुन्छ होइन त यस्तो हुन्छ यो यस्तो हुन्छ लामो बनाएर हाल्ने मिल्ने छोटो ओह म आफै भाँदिउँला नि ल्याइनुहोस् हाम्रो चाहिँ भान्दा घर आउनु भएको छ अनि के त भान्दा हाल खबर ठिक छ सुन्छु हुन्छ नि औषधि खुवाउनु जाँदैछु है कुखुरालाई औषधि यहाँ अर्को पनि ल्याएको छु यो यहाँ नि ल्याएको छु यहाँ त यहाँ यो के हो जान्दिनँ है मैले यो एक चिम्टी हाल्ने रे यति पानीमा ल अब कसरी खुवाउने कसरी हाल्ने भनेर म देखाउन जाँदैछु त्यसलाई चाहिँ यसरी हल्लाउने भएर मोबाइल हल्लाउने होइन के यो हल्लाउने ल हेर्नुहोस् यो हल्लाइसकेँ है त अनि यहाँ मैले तयार गरेँ यो एक बिर्को हालेँ यो एक चिम्टी यसरी हालेँ उ बेला ज्वरो आउँदा चिरेतो पानी खाइन्थ्यो मान्छेले अहिले कुखुरालाई धरी औषधि बाख्रालाई धरी औषधि बाख्रालाई त अस्ति मैले मारिदिइहालेँ औषधि खुवाएर सो खुवाउनु नजाने यस्तै हो डक्टर भने हाम्रो पूजनीय कुखुराहरू पानी खाँदैछन् औषधि पानी हो नि यो तिमीहरू नमर्लाउ भनेर औषधि दिया फेरि अहिले एकैछिन मर्लाउ नि फेरि नमरा है ल खाऊ टन्न खाऊ पानी दाना हालिदिन्छु महाराज धिराज आउनु भयो हेर्नु महाराज कहाँ जाला के चाहिँ ल्याउनु दाना नि सिद्धेछ लानेछ यहाँ एउटा बसिरहेछ कुरेर यसलाई नि भोकै लगायो होला हेर्नु यहाँ कुखुरा पालेर के फाइदा भने झिँगा चाहिँ घरमा टन्नै आउँछ तपाईँले बोलाउनु पर्दैन निम्तो दिन नि पर्दैन खुरु आउँछ झिँगा चाहिँ बहुत आउँछ पिर्न गर्नुहोस् हेर्नुहोस् दाना भने यसरी खुवाउने हो ल कतिपयले थाहा नहुनै नि सक्छ होइन थाहा हुनेलाई राम्रै हुनसक्छ ल हेर्नुहोस् गाई यो आलु डढिस्या छ डढ्या भनेर पकाउँदाखेरि डढ्या होइन कि पात डढ्या खा यसको लागि मैले औषधि ल्याएको छु आज मैले यो औषधि हाल्न भ्याउँदिनँ किनकि मेरो 10वटा हात छैन किनकि पसलमा मान्छे आउनु पऱ्यो अनि मम्मीहरूले हिजो पनि खाजा ल्याउँदा ढिलो भएको थियो आज पनि ढिलै भयो घर आउँदा जहिले ढिला हुन्छ आजको भिडियो राम्रो लाग्यो बोर लाग्यो कस्तो लाग्यो यसो लाइक हान्नु होला भोलि चाहिँ औषधि हालेर भिडियो बनाउँछु अनि मम्मीहरू त्यहाँ खाजा खाँदै हुनुहुन्छ अब म चाहिँ पसलतिर जान्छु अघि भने चाहिँ भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनुहोस् बाई बाई टाटा नमस्ते